हेलो गाइज, तपाईहरु सबैजनालाई फेरि पनि मेरो युट्युब च्यानलमा स्वागत छ। अन्त आज चाहिँ म बाहिर जाँदैछु हो। तपाईहरुले बाइ द टाइटल र थम्बनेलबाट थाहा पाइसक्नु भयो होला। अनि तपाईहरुलाई म त्यहाँको भ्यूजहरु देखाउँछु, के कस्तो छ, के छ भनेर है। अब यता गाइजहरु पनि रेडी भइसकेको छ। हेलो भन्दै प्रमिस। हेलो मेरो दाइको जुडी टोटा भन्दैन के भन्छ। मेरो दाइको युट्युब च्यानलमा गएर यसो हेर्दिनु होला, सबैजनाले सब्स्क्राइब गरिदिनु होला हैन। थ्यांक यू दाजु। हेलो हेलो ल है त, सी यू गाइज। है गाइज, हामी चाहिँ लाग्यो है अब हाम्रो डेस्टिनेसनतिर। अब हामी चाहिँ यता यत्रो 1.5 घन्टाको ट्राभल गरेर यता KFC आइपुगेको छ खाजा खानु लागि। यसो वासरुमहरू पनि जान्छ, KFCहरू खान्छ, त्यहाँदेखि फेरि अझै 1.5 घन्टा ट्राभल गर्नुपर्छ। हेलो, हामी चाहिँ यता अब हाम्रो डेस्टिनेसन आइसक्यो। अब यता चाहिँ हामी साथीहरू भेट्छौँ। साथीहरू भेटेर चाहिँ एकछिनमा घुम्न जान्छ। हामी चाहिँ रमाइलो गर्दै यता अब मेरो मन झुल्यो गुरासै फुल्यो, रासै फुल्यो बनैमा मेरो मन झुल्यो तिम्रो बनैमा, तिम्रो मुटुमा म धर्केर बसेकै हो, तिम्रो मुटुमा म। गाइस, अब चाहिँ हामी हिँड्नु आँटेको घुम्नु लागि। अब तपाईँहरूलाई देखाउने छु कस्तो भ्युजहरू, कस्तो के हुन्छ। हेलो गाइज, अब म चाहिँ घुम्न आइसकेको छु यता होइन। अब यताको भ्यूहरू तपाईँहरूलाई देखाउँछु है म। हेर्नुहोस् यता होइन, एकदम क्राउड हुन्छ यता चाहिँ। एकदम ठुलो सिटी हो यो चाहिँ, पोल्यान्डको एकदम दामी सिटीमा आउँछ हो। एकदम राम्रो छ सिटीहरू हेर्नुहोस्। ट्राम्पहरू हेर्नुहोस्। यो सिटी चाहिँ अब के भन्छ तपाईँको, यो पोल्यान्डको क्यापिटल भन्दा पनि एकदम दामी छ। एकदम दामी भन्दा पनि एकदम दामी।
गणेश कस्तो लाग्यो यो सिटी तिमीलाई एकदम दामी छ दामी भाइ विवेक भाइ कस्तो लाग्यो पोल्यान्ड बस्ने मान्छेहरू पहिले हेर्दै म भन्ने चाहिँ भाइ त बस्ने यतै बस्छ भाइ त यहाँ पोल्यान्ड बस्ने कहिले हेर्दै हुन्छ भने एकचोटि यो सिटी घुमेरै जानु हो नेपाल जाँदा सिटीको नाम चाहिँ सिटीको नाम वार्क्लो वोर्सलो यो चाहिँ एकदम बिजी सिटी छ एकदम बिजी सिटी फाइनली गाइस 3 घन्टाको ट्राभल पछि चाहिँ एकदम दामी सिटी आइपुग्यौँ हामी हजुर हेर्नुहोस् साथीभाइहरू कति दामी सिटी छ यो चाहिँ हेलो यताको त्योहरू चाहिँ लोकलहरू थिए यताको अब हामीलाई अर्कै फेस देखेर चाहिँ यसो उनीहरूलाई नि बोल्नु खोजेको तपाईँहरूलाई पनि आशा गर्दछु मनपर्छ होला यो सिटी है अब म चाहिँ यो ठाउँको ओल्ड टाउन आएको छु वोर्सलोको एकदम दामी छ है मलाई त एकदम मन पर्यो एकदम भन्दा नि एकदम यो चाहिँ ओल्ड टाउन भन्छ यसलाई चाहिँ है वोर्सलोको ओल्ड टाउन म चाहिँ होइन 2 साल अगाडि आएको थिएँ यो सिटी त्यति बेला चाहिँ यो स्टलहरू चाहिँ केही लगाएको थिएन अहिले चाहिँ एकदम स्टलहरू पनि लगाएर कस्तो दामी सिन छ है तपाईँहरू हेर्नु सक्नुहुन्छ यो चाहिँ हो पोल्यान्ड अब चाहिँ भोक पनि लाग्यो है त अब चाहिँ भोक पनि लाग्यो अब यसो इन्डियन रेस्टुरेन्ट हेर्ने त्यहाँतिर जाने गाइज मैले चाहिँ एउटा इन्ट्रेस्टिङ थिङ भेटेको छु यता होइन यहाँनिर चाहिँ अमिताभ बच्चनको ड्याडको स्ट्याचु चाहिँ रहेछ यता है हेर्नुहोस् न तपाईँहरूले कस्तो दामी है
हामी चाहिँ गाइस अब इन्डियन रेस्टुरेन्ट आइपुगेको छ। नाम चाहिँ मसाला रहेछ, मसाला। अब भित्र जाँदैछौँ हामी चाहिँ, कस्तो के रहेछ हेरौँ। ल हाम्रो चाहिँ अब खाना पनि आयो हो, नान, बिरयानी, चिकन 65 करी सबै आएको छ। हामी चाहिँ खाने हो। एकदम बेसी भोक लाग्यो। भाइको अनुहार हेर्नु नि, भोकले हेलो गाइज, अब मेरो टुर चाहिँ यति नै थियो। अब आशा गर्दछु तपाईँहरू सबैजनाले मन पराइदिनु हुन्छ होला है भिडियो। अनि लाइक गरिदिनुहोस्, सब्सक्राइब गरिदिनुहोस्। फेरि पनि तपाईँहरूलाई रिक्वेस्ट छ मेरो तर्फबाट। अनि अर्को भिडियोमा, अर्को भ्लगमा अब अझै पनि राम्रो राम्रो भिडियो दिन्छु तपाईँहरूलाई म है। स्टे ट्युन गाइज।